बालबालिकाले नि नराम्रा खराब बानीहरू किन चाँडो सिक्छन्? तपाईँ हजुरले याद गर्नुभएको छ, बच्चालाई एउटा नराम्रो शब्द भनियो भने, सुन्यो भने त्यो कुरा उनीहरू एकैपल्टमा सिकिहाल्छन्, जानिहाल्छन्। तर राम्रा शब्दहरू जस्तै धन्यवाद भन्ने, नमस्कार गर्ने भन्ने कुराहरू चाहिँ सिक्न हप्तौँ लाग्छ, ढिलो हुन्छ। किन होला? आउनुहोस् आज हामी यसको बारेमा एउटा सानो चर्चा गरौँ। यसको पहिलो कारण हो नेगेटिभिटी बायस, नकारात्मक कुरामा दिमाग बढी सक्रिय हुनु। हाम्रो ब्रेन, हाम्रो दिमाग सुरुदेखि नै खतरा र नराम्रा, असामान्य, नयाँ कुरामा बढी ध्यान दिने खालको छ। नराम्रो बानी प्राय तीव्र, छिटो, चाँडै प्रतिक्रिया दिने खालका हुन्छन्। त्यसैले दिमागले चाँडै समात्छ, त्यस्ता बानीहरूलाई चाँडै समात्छ। दोस्रो कारण, तत्काल प्रतिफल, इन्स्ट्यान्ट रिवार्ड। केही कुराहरू जस्तै रोएर कुनै कुरा पाउने, स्क्रिन हेरेर, मोबाइल हेरेर रमाइलो हुने, होइन, ठगेर मजा लाग्ने, जस्ता यी बानीले तुरुन्तै आनन्द दिन्छन्, तुरुन्तै रमाइलो हुन्छ। तर राम्रो बानी जस्तै किताब पढ्ने, मेहनत गर्ने, पढ्ने, कोठा सफा गर्ने, यस्तोले तुरुन्त फाइदा दिँदैनन्। यसलाई फाइदा हेर्न टाइम लाग्छ, ढिलो हुन्छ। बच्चाको दिमागले तत्काल फाइदालाई बढी मूल्य दिन्छ, प्राथमिकता दिन्छ। 3 नम्बर, कम प्रयासमा सिक्नु। नराम्रा बानीहरू सामान्यतः सजिलो हुन्छ, जस्तै कराउनु, फ्याँक्नु सजिलो छ, तर धैर्य गर्नु, माफी माग्नु, नमस्कार गर्नु, कसैलाई सत्कार गर्नु गाह्रो छ। दिमागले सधैँ कम प्रयास हुने बाटो खोज्छ। 4 नम्बर, मोडलिङ, अनुकरण प्रभाव। बच्चाले वरपरका मानिसको व्यवहार नक्कल गर्छन्। यदि घरमा, आफ्नो वातावरणमा कराउने, झगडा गर्ने, गाली गर्ने वातावरण छ भने बच्चाले त्यो छिट्टै सिक्छन्, किनभने अब्जर्भेसनल लर्निङ, हेरेर सिक्ने सबैभन्दा प्रभावकारी सिकाइ हो। 5 नम्बर, राम्रो बानीलाई दोहोऱ्याउनु पर्छ, रिपिटेसनल मेथड। ह्याबिट फर्मेसनल रिसर्चले के भन्छ भने नि हजुर, राम्रो बानी बस्न औसत टाइम लाग्छ, 66 दिन लाग्छ भनेर भन्छ। तर नराम्रो बानी एकै पटकको अनुभवबाट पनि बस्न सक्छ, विशेष गरी त्यो इमोसनल इन्टेन्स छ भने, होइन। आदरणीय दर्शक वृन्दहरू, अभिभावक जीवहरू, अब हामी अभिभावक भइसकेपछि केटाकेटीहरूलाई यस्ता नराम्रा बानीहरू चाँडै सिकुन् भन्ने खालको वातावरणबाट बचाउनु पर्दछ। राम्रो बानी सिक्नको लागि उनीहरूलाई इन्करेज गर्नु पर्दछ। यस्तै बालबालिका सम्बन्धी, प्यारेन्टिङ सम्बन्धी टिप्सहरू जान्नको लागि यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला र मलाई फलो गर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद।